मुठीमा विश्व शक्ति छातीमा ज्वालामुखी छ मरेको हामीलाई नसम्झ है जिउँदो यो ढुकढुकी छ बन्द मुठीमा विश्व शक्ति छातीमा ज्वालामुखी छ मरेको हामीलाई नसम्झ है जिउँदो यो ढुकढुकी छ बन्द मुठीमा विश्व शक्ति छातीमा ज्वालामुखी छ मरेको हामीलाई नसम्झ है जिउँदो यो ढुकढुकी छ बाटो देऊ नौलो युगलाई बाटो देऊ सुनौलो युगलाई बाटो देऊ नौलो युगलाई बाटो देऊ सुनौलो युगलाई बाटो देऊ आदिका सन्तान हो हामी आदिका सन्तान आदिका सन्तान हो हामी आदिका सन्तान स्वीकार छैन हामीलाई तिम्रो राम कहानी स्वीकार छैन हामीलाई बन्द जिन्दगानी स्वीकार छैन हामीलाई तिम्रो राम कहानी स्वीकार छैन हामीलाई बन्द जिन्दगानी स्वीकार छैन हामीलाई तिम्रो राम कहानी स्वीकार छैन हामीलाई बन्द जिन्दगानी पिञ्जराको पन्छी भई बाँच्न हामीलाई छैन आँसुको घुटको पिएर हाँस्नु हामीलाई छैन पिञ्जराको पन्छी भई बाँच्न हामीलाई छैन आँसुको घुटको पिएर हाँस्नु हामीलाई छैन बाटो देऊ नौलो युगलाई बाटो देऊ सुनौलो युगलाई बाटो देऊ बाटो देऊ नौलो युगलाई बाटो देऊ सुनौलो युगलाई बाटो देऊ आदिका सन्तान हो हामी आदिका सन्तान हो हामी आदिका सन्तान हाम्रो भाग्य भावीले लेखेन त के भयो हाम्रो व्यथा विश्वले देखेन त के भयो हाम्रो भाग्य भावीले लेखेन त के भयो हाम्रो व्यथा विश्वले देखेन त के भयो हाम्रो भाग्य भावीले लेखेन त के भयो हाम्रो व्यथा विश्वले देखेन त के भयो आफ्नो भाग्य रेखा आफ्नै हातले हामी कोर्नेछौँ बाधा पनि उभिए चट्टान पनि फोड्नेछौँ आफ्नो भाग्य रेखा आफ्नै हातले हामी कोर्नेछौँ बाधा पनि उभिए चट्टान पनि फोड्नेछौँ बाटो देऊ नौलो युगलाई बाटो देऊ सुनौलो युगलाई बाटो देऊ नौलो युगलाई बाटो देऊ सुनौलो युगलाई बाटो देऊ आदिका सन्तान हो हामी आदिका सन्तान हो हामी आदिका सन्तान हो हामी आदिका सन्तान हो हामी आदिका सन्तान हेलो यस प्रस्तुतिपछि हामी सोझै आजको विमर्शपट्टि लाग्न चाहन्छौँ र आजको विमर्श रहेको छ नेपाली भाषा आन्दोलन अनि समकालीन साहित्यमा जाति मुक्ति प्रश्नको समीक्षा र म सोझै आजको हाम्रो प्रमुख वक्ता नरेश कटुवालज्यूलाई आमन्त्रण गर्न चाहन्छु उहाँको सम्भाषणको लागि।